सो हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरलाई स्वागत छ। अनि हामी चाहिँ अब के भन्छ लाङटाङको यात्रा सुरु गर्दैछौँ। अनि त्यसको लागि चाहिँ हामी दुईजना चाहिँ जाँदैछौँ, यहाँ कितेश र म चाहिँ। अनि आजबाट चाहिँ लाङटाङको यात्रा सुरु भइसक्यो। अनि अहिले चाहिँ हामी ट्याक्सी गरेर चाहिँ स्याब्रु कलङ्कीसम्म जान्छौँ। अनि कलङ्कीबाट बस छ हाम्रो स्याब्रु बेससम्म। अनि स्याब्रु बेसबाट चाहिँ हाम्रो बल्ल ट्रेक सुरु हुन्छ है गाइज। ल अब आउने दिनहरूमा के हुन्छ म सबै देखाउने छु। यो लाङटाङ सिरिजलाई पनि माया गर्नु होला र स्टे ट्युन गाइज। त्यो भिडियो अहिले चाहिँ हामीलाई यसो सर्ट ब्रेकको लागि भनेर गल्छी रोकेको, अनि हामीले चाहिँ यसो ढुङ्गा रोकेको, अनि हामीले यसो नास्ता खाएर एकछिन रेस्ट गरेर छौँ, निम्बु खाएर हल्का स्ट्यामिना बढाएर हामी अब फेरि हाम्रो यात्रातिर जारी हौँ। एकछिन ब्रेक लिएको थियो, वासरुम ब्रेक। अब वासरुम ब्रेकमा हामीले खासाजा पनि हल्का फुल्का खायौँ। अब एकछिन 5-10 मिनटको गाडी हुन्छ। अनि त्यसपछि फेरि हाम्रो यात्रा फेरि जारी हुन्छ। अनि त्यसपछि हामी आज स्याब्रु बेसी गएर यो गाडीसम्म, अनि त्यहाँबाट हाम्रो ट्रेक सुरु हुन्छ गाइस। बाँकी भिडियो आउँदै गर्छ। र गाइस हामी चाहिँ भर्खर कालिका स्थान भन्ने ठाउँमा चाहिँ टक्क खानासाना खाएर बसिसक्यौँ, सादा खाना खाएको। अनि यहाँ हाम्रो दोस्त पनि यतै पछाडि छ होइन। अनि खाना खाएको चाहिँ एकदम प्याक थियो त्यहाँ, अनि गर्मी पनि थियो, त्यही भएर मैले भिडियो चाहिँ बनाइनँ। अनि अहिले यहाँ पछाडिको सिन चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ। अनि यहाँ बाख्रा पनि मस्तो चोरिरहेको। अनि अब यहाँबाट चाहिँ हाम्रो बसको यात्रा चाहिँ अझै 2 घन्टा छ भन्दै हुनुहुन्थ्यो दाइले। अहिले चाहिँ 11 बजिरहेको, हामी सायद 1 बजीसम्म पुग्छौँ। अनि त्यहाँबाट चाहिँ हाम्रो ट्रेक सुरु हुन्छ। आज चाहिँ हाम्रो अब टार्गेट चाहिँ लामा होटेल छ। तर अब यदि अब बिस्तारै हिँड्यो भने चाहिँ हामी अब ब्याम्बो नै बस्नुपर्ने हुन्छ। त्यही हो गाइज है, रमाइलो गर्दै गयो होला। बिस्तारै बिस्तारै अब के आउँछ सबै देखाउने छु हजुरलाई। अहिले चाहिँ यो गाडी प्याक भएको भएर गरिब भएको भएर पनि त्यस्तो राम्रोसँग भिडियो बनाउनु पाएको छैन। अब एकछिनमा अब ट्रेक सुरु भइसकेपछि म हजुरहरूलाई कन्टेन्टहरू दिइरहेको हुन्छु। अहिले धुन चाहिँ पुगिसक्यौँ गोसाइकुण्ड नगरपालिका। अब यहाँबाट चाहिँ 40 मिनट छ हाम्रो के भन्छ स्याब्रु बेसी हुन। अनि त्यसपछि चाहिँ हाम्रो ट्रेकिङ सुरु हुन्छ। बस्दा बस्दा हालत खराब भइसक्यो, फेस पनि यस्तो भइसक्यो होइन। बस्दा बस्दा वाक लाग्यो। साथीले फोन गरेर कति छिटो पुग्यो भन्दै चाहिँ हामीलाई यहाँ रिस्टिरहेको बस्दा बस्दा है। यति अब वासरुम अरे खाना खान अरे खाजा खान अरे पानी खान अरे गर्दा गर्दा 10चोटि रोकिसक्यो गाइज है। अब नत्र बहुत छिटो पुगिन्थ्यो। अब बिस्तारै बिस्तारै जानुपर्छ। चाहिँ फाइनली स्याब्रु बेसी आइसक्यौँ। अब यहाँबाट चाहिँ हाम्रो अब हिँडाइ सुरु हुँदैछ होइन। अब हजुरलाई म बिच बिचमा टक्क खोला नाला सबै देखाउँछु है। यहाँ चेक पोइन्टहरू के छ के कस्तो मलाई केही पनि थाहा छैन। अब यहाँ सोध्नुपर्छ बाटो। अनि त्यसपछि हामी सिधै जान्छौँ है त गाइजलाई। भर्खर झरियो, बल्ल आनन्द आइरहेको चाहिँ यस्तो स्याब्रु बेसीको। अनि यहाँ टक्क हाइड्रो पावर पनि छ उतातिर। अनि यसरी सायद यतातिर जानुपर्ने हुन्छ होइन। अनि हामी चाहिँ यहाँ छौँ गाइज है। अझै रमाइलो हान्नुपर्छ है टक्क। यहाँ म दोस्त पुरा यहाँ ज्याकेट र जुत्ता झुनाएर हिँडेन, अहिले एकछिनमा जुत्ता लाउने हो। निरन्तर रूपमा दुई भाइ चाहिँ हिँडिरह्यो होइन। आज जाने चाहिँ सायद कोही पनि छैन जस्तो लागिसक्यो, किनकि अगाडि पछाडि कोही पनि देख्दिनँ। अब 2-4 जना फर्केको चाहिँ देखेको, हामीले दाइले सोधेको। अनि ब्याम्बो चाहिँ 5 घन्टा लाग्छ के भन्दै हुनुहुन्थ्यो। अब सकेसम्म लामा नै हो, नत्र ब्याम्बो भयो भने बस्ने हो। अब बाटो पनि सोध्नलाई त्यहाँ 2टा बाटो थियो। अब एउटा यो बाटो छ, एउटा उताको बाटो थियो। अब हामी यही बाटो हिँड्दैछौँ, मलाई बाटो पनि केही थाहा छैन। अनि पानीको आवाज चाहिँ मस्त आइरहेको होइन, निलो निलो एकदम मजा आइरहेको यसमा त। तर ब्याकप्याक चाहिँ अलि 2टा ट्रेकसँगै गर्ने भएको भएर चाहिँ हल्का गाह्रो भइरहेको। ब्याकप्याक चाहिँ अलि वेट धेरै नै भइरहेको होइन। हाम्रो दोस्तको चाहिँ पसिना वाइल्ड आइरहेको। अब बिस्तारै बिस्तारै जाने हो, त्यस्तो आतुर छैन। जसरी नै अँधेरै हुन्छ साँझ जाँदा, त्यही भएर त्यस्तो रस गरेर आफूलाई गाह्रो हुने गरी चाहिँ जाँदैनौँ गाइज होइन। त्यही हो, मजा आइरहेको। असम्म चाहिँ ओर्थी नै छ, त्यस्तो टप पनि देख्दिनँ। ठिकै छ। हाम्रो ब्याग हल्का हेभी भएको भए चाहिँ हल्का गाह्रो लागिरहेको, नत्र ठिकै छ है। सजेस्टेड हिँड्दा त्यो हाइड्रो पावर आयौँ, त्यहाँ हेर्न सक्नुहुन्छ पानीको भाव कस्तो मजाले गइरहेको होइन। अब हामी चाहिँ लगभग 1 आवर होइन 45 मिनट जति ट्रेक गरिसक्यौँ। अब लगभग 4 आवरको चाहिँ रिमेनिङ छ जस्तो लागिरहेको। अनि यहाँ मान्छे बल्ल उताबाट फर्किँदै आएको 3-4वटा कुहिरेर मान्छेहरू चाहिँ त्यो फर्किरहेको रहेछन् होइन। हाम्रो दोस्त चाहिँ भिडियो गर्दैछ गाइस, मजा नै आइरहेको। जोस् त्यस्तो टफ रहन्छ उकालो त्यस्तो छैन अहिलेसम्म चाहिँ। अब हेर्दै जाऊँ कस्तो के छ होइन। तर यहाँको यो चाहिँ यो पानी चाहिँ बवालै देखिरहेको है गाइस। ल म हजुरलाई देखाउँछु सिनेमेटिक। 1 घन्टाको ट्रेक पछि हामी यो वेलकम टु डोमेन रिभर भ्यू भन्नेमा आइसक्यौँ होइन। यहाँ चाहिँ यस्तो पुल बनेको छ। अनि उता पछाडि चाहिँ उता झर्ना पनि छ होइन, एकदम राम्रो छ हेर्दा पनि चाहिँ। अनि हाम्रो दोस्त उता पुलबाट आउँदैछन्। त्यही हो गाइज। अब हेरौँ यहाँ के गरिन्छ, खाजा खाइन्छ कि यसो नत्र हिँडिन्छ आइडन होइन। अब जे हुन्छ देखा जाएगा है गाइज। खाजा खाना बसिसक्यौँ होइन।
यहाँको भ्यू चाहिँ यस्तो छ मस्त। यहाँ खोलाको पुरा आवाज आइरहेको है गाइज है। अब एकछिनमा हामीले यो स्टिकरको उद्घाटन पनि गर्छौँ। यो स्टिकर पनि बनाएको थिएँ मैले होइन स्पेसल्ली ब्लगको लागि। अनि अब यसको उद्घाटन चाहिँ अहिले एकछिनमा गरेको देखाउँछु म। अनि यहाँ भ्यू चाहिँ एकदम बवाल छ। अनि हामीले यहाँ के भन्छ यहाँ हामीले चाउचाउ र अनि ब्रेड र अन्डा भनेको छौँ। अनि त्यो खाजा खाएर अब 2-2.5 घन्टाको फेरि ट्रेक गरेपछि हाम्रो ब्याम्बो आउँछ अरे। अनि ब्याम्बो आइसकेपछि आजको स्टे त्यही नै हुन्छ हाम्रो। अनि त्यसपछि भोलि बिहान उठेर फेरि हामी त्यसपछि एकदम सिधै माथि गइन्छ है गाइज। त्यही हो स्टे ट्युन्ड गाइज। अहिले म हजुरलाई बिचमा राम्रो भ्यूहरू आयो भने म सिनेमेटिक देखाउँछु। त्यही हो अब जे छ त्यही नै देखाउने यथार्थ। पर्खाएपछि खाजा आइसक्यो उसको चाहिँ चाउचाउ मेरो चाहिँ ब्रेड आइसक्यो। अब यो खाएर यो माथि पुरै उकालो चढ्नुपर्छ होइन। हल्का तागत आउने चिज खाइसकेपछि ट्याक्क लाएर अनि म मुखसुख धोएर चाहिँ रेडी भइसक्यो। अब यो खाएर टक्क नन स्टप हान्नुपर्छ है त गाइज। ल हाम्रो चाहिँ अब स्टिकरको उद्घाटन गरिदिनु भएको जस्तै होइन दोस्तको लोगोको सब्सक्राइब गरिदिनु होला। डिभाइडरमा छौँ हामी चाहिँ अहिले यहाँ छौँ। लाङटाङ जाने बाटो यता र गोसाकुण्ड जाने बाटो यो माथिको र हामी जहाँबाट आएको स्याप्रुपेसी चाहिँ यहाँबाट है गाइज। हजुरहरूले यो पनि हेर्न सक्नुहुन्छ। हामी चाहिँ फाइनली ब्याम्बो आइसक्यौँ गाइज होइन। अनि के भन्छ आजको स्टे चाहिँ हाम्रो यहीँ हुन्छ। अनि हाम्रो यहाँ दोस्त चाहिँ पुरै टायर्ड छन् है। अनि अब यहीँ बसेर अब त्यहाँ गएर यस्तो कुरा गरेर आजको नाइट स्टे चाहिँ यही गर्नुपर्ने हुन्छ जस्तो छ। अनि मेरो हालत चाहिँ यस्तो छ होइन कपाल पुरा यस्तो भइसक्यो। अब ठिकै छ आजको यात्रा चाहिँ यहीँसम्म गरौँ है त। हामी चाहिँ ब्याम्बो आइसक्यौँ। अनि ब्याम्बोमा रुम पनि लिइसक्यौँ। अनि रुम चाहिँ यस्तो छ यस्तो प्रकारको छ सिङ्गल बेड हो। अनि उता चाहिँ हाम्रो दोस्त सुतिरहन् होइन। अब यहाँ के भन्छ यहाँको प्याकेज चाहिँ 1500 रुपियाँ रहेछ। अनि वाइफाई पनि जस राम्रै चलिरहेको वाइफाई पनि रहेछ। अनि ब्रेकफास्ट र डिनरको लागि चाहिँ 1500 रहेछ। अब यहाँबाट भोलि चाहिँ हामी सिधै लाङटाङ जानेछौँ है। अब एकछिन चाहिँ हामी खोलातिर जान्छौँ। अनि खोलातिर गएर यसो फोटोसोटो भिडियो गराएर आउँछौँ होइन। हजुरलाई म सिनेमेटिक पनि देखाउँछु है त। चक्करमा गएर यहाँ मेरो खुट्टामा सिस्नोले पोल्दै है। त्यहाँ तल झाडीतिर जाँदा त्यो काम छैन मान्छेमा। अब हामी चाहिँ यसो के भन्छ यसो चिया खान्छौँ होला सायद। अब हेरौँ लेट्स के हुन्छ। अनि हामी अब रुममा जाँदैछौँ खोलातिर गएर। 2000 years later. गुड मर्निङ फर ब्याम्बो गाइज होइन। अब हाम्रो चाहिँ पानी परिरहेको थियो अनि त्यही भएर हिँड्न चाहिँ ढिला भयो। त्यही पनि अब हामी चाहिँ यहाँबाट निस्किँदैछौँ। अब यहाँ ब्याम्बोबाट सिधै हामी अब सकेसम्म जति हुन्छ तानिने प्रयास गरिरहेको छौँ है। अनि हेयर इज माई जापानिज फ्रेन्ड अल्सो जापानिज फ्रेन्ड। अनि मेरो एउटा साथी होइन जो सब हामी यहाँबाट चाहिँ यात्रा गर्दैछौँ। अब जहाँसम्म पुगिन्छ आज त स्टे हुन्छ त गाइज। ल हामी चाहिँ अहिले पुलमा आइसक्यौँ होइन। अब हामी ब्याम्बोबाट चाहिँ नन स्टप उकालोहरू चढेर चाहिँ हामी अहिले यहाँसम्म आइसक्यौँ। हजुरले हेर्न सक्नुहुन्छ यहाँको एकदम बबालै छ होइन। यहाँ आवाज चाहिँ सुन्ने किन मलाई थाहा छैन बबालै छ पानीहरू चाहिँ होइन। अनि हाम्रो यहाँ दोस्त पनि आइरहन्। अब यहाँबाट चाहिँ नन स्टप यो खोलाको किनारमा गएर हुँदै हुँदै जाने हो। अनि लामा होटल गएर चाहिँ खाना खाने टार्गेट छ। अनि हाम्रो उतातिर फोटोहरू पनि आउँदै हुन्छ है गाइस। अब त्यही हो म यसको सिनेमेटिक पनि हजुरलाई देखाइदिन्छु है त। जापानिज फ्रेन्ड र हाम्रो यो दोस्त चाहिँ हामी आइसक्यौँ होइन। हाम्रो चाहिँ पेसहरू चाहिँ एकदम राम्रो छ। यहाँ पोटर दाइले नै एकदम दुःख गरिराख्नु भएको छ। जस कुर्सीहरू लिएर जस हाम्रो लागि नै हो यस्तो सब बोकेको होइन। जस हाम्रो दाइबाट चाहिँ हेड्सअप होइन। अनि हाम्रो यो खोला किनारबाट अब हिँड्दै जानुपर्छ। दाइको बाटो चाहिँ नरोकिदिउँ। अब दाइले काम चाहिँ एकदम राम्रो गरिराख्नु भएको। अनि हाम्रो जापानिज फ्रेन्डलाई लगेर हामी चाहिँ सर र यहाँ दुईजना कुरा गर्दै गइरहन् है। त्यही हो गाइस। हाम्रो सहयात्री घोडाहरू आइसक्यो टक्क होइन सामानहरू बोक्दै मजाले। हामीले चाहिँ भर्खर ब्रेक लिइसक्यौँ होइन। अनि हाम्रो यहाँ दोस्त पनि यतातिर छन् है। अनि यता घोडाहरू पनि छन् मजाले हिँडिरहन्। अनि हामीले के भन्छ 1-1.5 घन्टा जति हिँडेर अनि भर्खर ब्रेकहरू लिएर अनि एकैछिनको लागि रेस्ट लिइराखौँ। अनि यहाँ घोडाहरू पनि आएन हल्का बाटो छोडिदिन्छौँ। अनि त्यसपछि 5 मिनट जति रेस्ट गरेर हामी निक्लिन्छौँ है गाइस। अनि यो ब्याम्बोबाट लामा जानेमा चाहिँ जस राम्रै उकालो रहेछ। जस एकछिन ज्याकेटै खोल्ने गराइसक्यो होइन। पसिना छ। अब बिस्तारै जान्छौँ। अनि आज लामा होटलमा गएर खाना खान्छौँ। अनि त्यसपछि फेरि ट्रेक सुरु गर्छौँ है त गाइस। हाम्रो यहाँ घोडाहरू मस्त सामानहरू बोकेर टन्नै आइरहन्। माथि पनि 10-15वटा गइसक्यो। त्यही हो हामी चाहिँ भर्खर के भन्छ 15-20 मिनट हिँडेर फेरि यहाँ चक्लेट खानको लागि रोकिराखौँ होइन। चक्लेट खानको लागि ग्याप लिइराखौँ। एकदम गाह्रो भयो। अब के भन्छ एकदम ठाडो रहेछ ठाडो उकालो रहेछ। त्यही भएर चाहिँ हामी उ गरेछौँ होइन। यहाँ चाहिँ हाम्रो मिचोहरू हिँड्दैछन्। यहाँ हाम्रो दोस्तो चक्लेट निकाल्दैछन्।
चक्लेट खानको लागि चाहिँ न्याप लिगेको हामीले होइन अब यो चक्लेट हल्का फुल्का खाएर अनि फेरि त्यसपछि हामी हिँड्नेछौँ अनि हाम्रो दोस्तले खाइसक्यो सुरु गरिसक्यो होइन यहाँ चक्लेट छ जेम्स अब यो जेम्स खाने अनि एनर्जी बढाउने अनि सिधै रिम्चेबाट फेरि लामा होटल जाने अनि खाना खाने यही आजको सेड्युल अहिले भर्खरको सेड्युल चाहिँ हो खाना खाइसकेको सेड्युल चाहिँ फेरि पछि बताउँछु म हामी चाहिँ भर्खर रिम्चे आइसक्यौँ अब रिम्चेबाट लामा होटल चाहिँ लगभग 10-15 मिनट होला धेरै छैन अनि यहाँ हाम्रो दोस्त पनि छन् अनि अब त्यहाँ गएर एकछिन खानासाना खान्छौँ अनि त्यसपछि आज लाङटाङ नै हान्छौँ किनभने चाहिँ हामी अहिले 10 बज्न लाग्यो होला 10 पनि बजे होइन त्यही भएर छिटो नै आइसक्यौँ अनि त्यहाँबाट 11 बजे निस्क्यो भने हामी 6-7 बजीतिर त साँझ पुगिसक्छौँ लाङटाङ सो आज हामी चाहिँ डाइरेक्टली लाङटाङ नै हान्ने कुरा भइसक्यो त्यहाँ गएर खाना खान्छौँ अनि हजुरलाई पनि देखाउँछु है त गाइस हामी चाहिँ लामा होटल आइसक्यौँ अब यहाँ चाहिँ हामीले खाना खाने निर्णय गरेनौँ होइन किनभने चाहिँ भर्खर अब 9:34 भइरह अब हामीले खाजा खाएको पनि 1.5 घन्टा 2 घन्टा अगाडि हो त्यही भएर भोक पनि लागेको छैन त्यही भएर यो ठाउँलाई स्किप गरेर अब फर्किँदा बरु खान सकिन्छ अहिले चाहिँ अब 1 घन्टा अगाडि छ अरे वुडल्यान्ड के समथिङ छ होइन त्यहाँ गएर चाहिँ हामीले खाना खान्छौँ है गाइस किनकि जति छिटो आफूले हान्यो त्यसपछि आफूलाई नि फाइदा हुन्छ खाना खाइसकेपछि हल्का टाढो भइन्छ हिँड्न सकिन्न त्यही भएर हामी सिधै उहीँ गइन्छ अनि त्यहाँ गएर खाना खाएर बल्ल रेस्ट गरेर हिँडिन्छ है त त्यही हो आजको अब प्लान आउँदा आउँदा हामीले सेतौलाली विलेज पनि देख्यौँ होइन लामा होटेलबाट थोरै माथितिर अनि यो चाहिँ हाम्रो रुट भयो है त्यही हो गाइज है राम्रो रहेछ लाली गुराँस चाहिँ सेतु अनि गाइज हामी चाहिँ भर्खर लामा होटेलबाट लगभग 45 मिनट जति हिँडिसक्यौँ अब सायद 1 आवरमा या त 45 मिनट्समा हाम्रो सायद खाना खाने डेस्टिनेसन चाहिँ आउँछ होला त्यही हो गाइज है एकदम राम्रो रुट छ होइन हजुरहरू पनि आउन चाहनुहुन्छ भने एकदम बेस्ट छ त्यस्तो टफ पनि छैन तर हल्का गाह्रो त गाह्रै छ रुट चाहिँ यस्तो छ धेरै जसो यस्तै छ त्यस्तो उकालो पनि छैन है गाइज ल टु द भिडियो होइन अनि अहिले चाहिँ हामी लामा होटेलबाट अलिक धेरै नै माथि आइएर अनि त्यहाँ खाना नखाने कुरा भएको थियो नि त अनि माथि आएर खाना खाइने भयो अनि मुखसुख धोएर फ्रेस भएर अनि हाम्रो खाना खाने कुरा हुँदैछ अनि खाना आइसक्यो हाम्रो सुदीप साथी हाम्रो खाना खाइरहनु भयो अनि हाम्रो 3जना दाइहरू पनि पछाडि हुनुहुन्छ अनि दाइहरू सँगसँगै गइन्छ बिस्तारै आनन्दले अब खानासाना खाएर यहाँ बिस्तारै अब भ्यूहरू खिच्दै रमाइलो गरेर जाने चाहिँ सुदीप कस्तो छ खाना ठिक छ ल दाइ गाइस बिस्तारै भिडियो आउँदै गर्छ चाहिँ घोडा तबेला आयौँ होइन 1 घन्टाको ट्रेकपछि त्यहाँ वुडल्यान्ड होटेलबाट चाहिँ हामी घोडा तबेला आइसकेका छौँ उता चाहिँ हाउस छ होइन ऊ त्यतातिर देख्न सक्नुहुन्छ ऊ त्यहाँनिर छ अब त्यहाँ गएर एकछिन रेस्ट गर्छौँ होला सायद त्यहाँबाट चाहिँ निस्किन्छौँ गाइज हामी चाहिँ यहाँ आइसक्यौँ होइन अनि त्यहाँ चाहिँ हाम्रो इन्ट्री भइसक्यो टिकट काट्न पर्ने रहेछ तलै हुँदैछ तर हामीले टिकट चाहिँ काटेनौँ र यहाँ फर्स्ट चौरी गाई चाहिँ देखिसक्यौँ है अनि यहाँको भ्यू चाहिँ यस्तो छ अनि यता पनि देखिसक्यौँ भर्खर यहाँबाट चाहिँ चौरी गाई देख्न थाल्यो अनि यहाँको यो घोडा तबेला चाहिँ यो ठाउँ होइन त्यही गाइस अब हामी यहाँबाट बिस्तारै बिस्तारै जान्छौँ भन्नु त भन्नुभएको छ 2-2.5 घन्टा अब 3 घन्टा जति पुगिन्छ होला त्यो भिडियो होइन अहिले चाहिँ हामी थ्याङ्क्सएप आएर पानी सानी परेर एकछिन रेस्ट गऱ्यौँ अनि त्यहाँ ब्ल्याक कफी हानेर दोस्रो म यहाँ एनर्जी आइसक्यो होइन अब धेरै छैन आनन्द गरेर लागे पनि धेरै लागे 2 घन्टा भनेपछि हामीलाई 1 घन्टा आधा लाग्ला अनि अरू भिडियोहरू बिस्तारै आउँदै गर्छ पानी पर्ला पानी नभेटेको हुन्छ भिडियो बनाउन मिलेन गाइस होइन त्यसको लागि चाहिँ क्षमा चाहन्छु अब बिस्तारै बिस्तारै आउँछ अब भ्यू खुल्छ कि खुल्दैन मौसम त एकदम बिग्रिरहेको भ्यू खुलेछ भने देखाउँला त्यही हो गाइस हामी चाहिँ लाङटाङ भेली आइसक्यौँ होइन बिस्तारै बिस्तारै हिँड्दा अहिले चाहिँ हाम्रो 4:12 भइसक्यो 4:12मा हामी लाङटाङ भेली टच गरिसक्यौँ सायद हामी आज मुन्डे पनि जान्छौँ होला हाम्रो दोस्त पनि थाकेको छैन त्यस्तो टफ छैन म पनि थाकेको छैन त्यही भएर सायद मुन्डे भन्ने ठाउँमा गइन्छ कि जस्तो लागिरह जति आफूले तान्न सक्यो त्यति आफूलाई फाइदा छ नि त त्यही भएर मुन्डे गइन्छ होला गाइस हेरौँ लेट्सी हजुरलाई म माथिबाट हल्का देख्यो भने लाङटाङ भेलीको पुरै देखाइदिन्छु है त त्यही हो गाइस यस्तो छ यहाँ नजारा चाहिँ अरू चाहिँ लाङटाङ भेलीको भ्यू यस्तो छ हेर्न सक्नुहुन्छ होइन अहिले म अलि नजिक गयो भने देखाइदिन्छु है त गाइस त्यही हो त्यही गाइस हामी चाहिँ लाङटाङमा आइसक्यौँ अनि लाङटाङ भेली यहाँ पछाडि पनि छ हेर्न सक्नुहुन्छ अनि सबभन्दा बवाल त ऊ त्यो पछाडि घर रहेछ एउटा त्यो चाहिँ बवाल रहेछ अनि लाङटाङ भेलीको सिन चाहिँ यस्तो छ गाइस हेर्न सक्नुहुन्छ होइन हामी चाहिँ लाङटाङ भेली नबसेर ऊ त माथि यो टावर देखिरहेको हो त्यहाँ टावर माथि टावरको पछाडितिर बस्ने कुरा छ अब लेट्स के हुन्छ होइन तर लाङटाङ भेली चाहिँ ब्युटिफुल्ली देखिरहेछ अनि यहाँ बोर्ड चाहिँ स्वागत गर्नको लागि छ होइन त्यही गाइस रमाइलो छ अहिले एकछिनमा हजुरहरूलाई म देखाउँछु अब के गरिन्छ अब अझै त थाहा छैन बट त्यहाँसम्म चाहिँ हामी सियोरै जान्छौँ जस्तो छ त्यही हो गाइस है स्टे ट्युन्ड रमाइलो छ अब भोलि चाहिँ मौसमले साथ दियोस् क्यान्जिनसम्म जाँदा पानी आज चाहिँ पानीले हल्का फुल्का दुःख दिइरहेको थियो तर ठिकै छ त्यस्तो दुःख पनि दिएन हल्का फ्यार आइरहेको थियो ठिक छ अहिलेसम्म चाहिँ
स्वास्थ्य पनि ठिक छ, सबै ठिक छ। हाम्रो दोस्त उता भिडियो गराउँदैछन् तिनी पनि ठिक छन्, सबै ठिक छ गाइज होइन। लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु नयाँ हुनुहुन्छ नि हजुरलाई मैले अब यहाँ त अब हल्का फुल्का बोलेकोहरू भ्लगहरू मात्रै आउँछ। अब इन्स्टाग्राममा पनि फलो गर्न नबिर्सिनु होला, मैले त्यहाँ रिल्सहरू चाहिँ एकदम राम्रो राम्रो राख्नेछु। त्यही हो गाइज है। फाइनली गाइज हामी चाहिँ मुन्डु भन्ने ठाउँमा आइसक्यौँ। अनि यहाँको अङ्कल चाहिँ पहिलो कुरामै इम्प्रेसन जस राम्रो गरिदिनु भयो होइन। हाम्रो मिलाएर दिनुभयो प्याकेज पनि जस चिकन खानासँग 1200 परेर, ब्याम्बुमा चाहिँ 1500 थियो। जस बेड पनि सानो त्यस्तो राम्रो फेसिलिटी नहुँदा नि 1500 थियो। त्यही मतलब तल त्यति तल पनि 1500 महँगो नै हो एकदमै होइन। अनि यहाँ चाहिँ 1200मा यति माथि 3550 मिटरको हाइटमा चाहिँ हामीले 1200मा पाउँदा चाहिँ एकदम भाग्यमानी ठान्नुपर्छ है त्यसको लागि चाहिँ। अब एकछिनमा अब तातो पानी पनि आउनु रहेछ, सबभन्दा बेस्ट। अनि तातो पानी यसो सेकेर हात खुट्टा धोएर अनि त्यसपछि हामी केही खान्छौँ होला। अब हेरौँ के हुन्छ के कस्तो हुन्छ, म देखाउँछु हजुरलाई है। त्यो भिडियो अहिले चाहिँ हाम्रो खाना टाइम भइरहेको अनि हाम्रो दोस्त यहाँ मस्त खाना हान्दैन होइन। अनि मेरो खाना आउँदैछ अनि खानासाना खाएर अनि मस्त रेस्ट गरेर सुतेर भोलि बिहान उठेर हामीलाई चाहिँ कहाँ जाने निस्केर क्यान्जिङ गुम्बातिर जान्छौँ। त्यो भिडियोहरू बिस्तारै आउँछ। मेरो पनि खाना आयो, अब खाना खानुपर्ने हुन्छ। अनि सो यति नै छ आजको ब्लग चाहिँ। अहिले सुतेपछि अब के खिच्नु भोलि। बाई बाई। गुड मर्निङ फ्रम मुन्डु होइन। हाम्रो दोस्त यहाँ चिया खाँदैछन्, म पनि चिया खाँदैछु। अनि अब हाम्रो प्लान चाहिँ के भन्छ, मौसम पनि हल्का बिग्रिँदै थियो अनि हामीलाई पनि हल्का सन्चो नभए जस्तो भएर हाम्रो प्लान चाहिँ अब यहीँबाट फर्किने कुरा छ होइन, मुन्डुबाटै। अब नेक्स्ट टाइम फेरि क्यान्टिनको लागि अब पछि अभियसली अब पछि फेरि नेक्स्ट टाइम गर्नेछौँ भन्ने आशाको साथ अब हामी यहीँबाट फर्किँदैछौँ। अब मेन थिङ भनेको चाहिँ द फर्स्ट थिङ इज हेल्थ होइन। अब हेल्थ भयो भने सबै चिज हुन्छ भन्ने धारणाले गर्दा अब हामी यहीँबाट फर्किँदैछौँ, बिस्तारै बिस्तारै तल झर्छौँ होइन। यही त अब यहाँसम्म जति पनि भ्युजहरू हेऱ्यो होइन। अब पछि पनि एकचोटि फेरि आउँछु अवश्य म क्यान्टिनको लागि। अहिले चाहिँ यहाँबाट हामी यहीँबाट फर्किँदैछौँ। अब फर्किँदैको हल्का फुल्का बनाउन सक्छु भिडियोहरू, नत्र यहीँबाटै अब इन्डी गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ। माया गरिदिँदै गर्नु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। थ्याङ्क यू सो मच। ल यहाँ होटल, यहाँ अङ्कलको होटलमा पनि अभियसली आउनु होला। मुन्डुको सबभन्दा फर्स्टको होटल टिपटप होटल भन्ने हो। टिपटप होटलमा पनि हजुर आउनुभयो भने तपाईँले जस रिग्रेट हुँदैन, तपाईँलाई 100% सेटिस्फाइड हुनुहुन्छ होइन। के भयो भने घरमा जस्तै ट्रिट गर्नुहुन्छ होइन, एकदम मजाले ट्रिट गर्नुहुन्छ। त्यसको लागि पनि हामी आभारी छौँ अङ्कलको लागि है। ल आउन सक्नुहुन्छ हजुरहरू पनि। ल थ्याङ्क यू सो मच।